राइट सबैलाई नमस्ते। फेरि पनि तपाईँहरूलाई स्वागत छ मणि थापा मगर ब्लगमा। आज चाहिँ हामी दुई भाइ एकदम धेरै दिनपछि चाहिँ दुईजनाको सँगै छुट्टी मिलेको छ। त्यही भएर हामी चाहिँ आज यसो साथसाथतिर यसो घुम्न गइदिउँ न भनेर निस्केको छु। अहिले बाहिरको वेदर यस्तो छ, अब हेरौँ के कस्तो हुन्छ। हामी ब्लगमा हेर्दै जाउँ ल है त। यतिखेर हामी जाँदैछौँ। म यहाँ छ भने आशिष भाइ उता पछाडि, यहाँ हामी अब जाँदैछौँ। अब यहाँबाट झन्डै अब 10 मिनट जस्तो लाग्छ। अब उहाँको उताको नजर हामी हेर्नेछौँ के कस्तो छ भने हामी त्यही गरेर हेरौँ ल। नजिकै छ, त्यो अहिलेको मौसम चाहिँ यतिखेर निस्किँदा ठिक्क हुन्छ। अनि दिनमा निस्क्यो भने चाहिँ हामी एकदम यतातिर गर्मी भएर चाहिँ बाहिर निस्किन सक्दैन। त्यही भएर हामी चाहिँ साँझको बेला निस्केको। अनि आज खास त्यति जाम नि छैन। अब हाम्रो चाहिँ अब धेरै पर छैन। अनि हामी एकछिनमा यो मलभित्र नि पस्नेछौँ। अनि मलभित्र क्या दामी छ न, सही हो। यो मलभित्र चाहिँ फिल्महरू बन्छ। अनि यहाँको मेन रोड लगभग हामी आइपुगिसक्यो ल। हामी दुई भाइ चाहिँ फाइनली आइसक्यो। यतानिर जल्दी लाग्यो। अहिले खासै मान्छेहरू त रहन्छ। अब हामी चाहिँ उता साइडतिर गएर यसो फोटोसोटो खिच्नेछौँ। त्यही नै हो। अब 2-3 घन्टासम्म कस्तो हुन्छ हेरौँ। यताको नजारा त्यस्तो दामी छ। अझै राति भइसकेपछि अलिक रमाइलो हुन्छ। यो जति हुन्छ नि 25-30वटा जति कमिस नपाइ पुरै कमिस हो कि यो भित्र ऊ त्यो हाम्रो ऊ त्यो जेद छ नि, जेद दिनुभयो रहेछ। कस्तो फिल हामी चाहिँ फाइनली भन्ने चाहिँ ठाउँमा आइसक्यो होइन। यहाँ चाहिँ डङ्की मुभीको सुट भएको थियो। यतै हो शाहरुख खानको डङ्की मुभी। अनि यता अगाडि चाहिँ यही हो साउदी। खाले नभ्याउने छ आमामा। मेरो चाहिँ साथ माऱ्यो। राति भयो मेरो चस्मा कहाँ रहेन। चस्मा अब हामी नि धेरै ढिलो आयो। त्यो घर नेरी के छ त ल। हामी चाहिँ पुरै समुद्रको बिचमा छ। अनि उता पर जहाज चल्दैछ। पानी जस्तो दामी छ क्या। यतिखेर चाहिँ हामी अब लगभग पुगिसक्यो। यो यता यता सानो भिडियो गर्दैछ। अझै नै अब हामी यताबाट चाहिँ हामी ऊ त्यहाँ पर त्यतानिर जान्छौँ। अब हामी यतातिर घुम्नुपर्ने घुमिसक्यो। हामी अझै अलिकता दिनमा आएको भए चाहिँ रमाइलो हुन्थ्यो। त्यही पनि केही छैन, रमाइलो छ। आशिष भाइले पनि त्यहाँ भिडियो गर्दैछ। अब हामीसँग दुइटै एउटै माल छ, सेम। त्यही भएर अब हामी चाहिँ त्यहाँ परतिर जानु पऱ्यो। किनभने अब अहिले चाहिँ हामी अलि यता आउन। अब हामी दाजुभाइ चाहिँ रातिको समयमा हेलो हाउ आर यु गुड। अब हामी चाहिँ दुई भाइ यसो कफी सफी नि व्यवस्था हो। यो कफीको चाहिँ हामीले खासै पैसा चाहिँ तिर्नु परेन। चिनेको मान्छे भएर, चिनेको भन्दा नि हामी एउटै कम्पनीको मान्छे अनि चिनेकै साथी भएर नि हामीले चाहिँ यस्तो एउटा कम्पनी दिँदैन नि त। यो चिनेको हुनुपर्छ साथी। तिमी भइसकेपछि अब यस्तो कुरामा त कम्प्रोमाइज भइहाल्छ नि। अब त्यही त हो नि। तर यहाँको सिनरी यस्तो दामी छ। अब हामी कतै साइडमा बस्नेछौँ है। हामी जेद्दाको एकदम रमाइलो ठाउँ जेद्दा पार्कमा। यहाँ चाहिँ प्रायः म्याक्सिमम् मान्छेहरू देखेर चाहिँ धेरै भेला हुन्छ। दामी छ। अनि यहाँ चाहिँ यता साइड पनि थुप्रै छ, मान्छे छ पछाडि। दुवैतिर चाहिँ एकदम साइकल चाहिँ मजाले हुन्छ। यहाँ साइक्लिङ गर्न सक्छ। ठाउँ चाहिँ यस्तो छ कि के रहेछ यहाँ। यो नहुने ठाउँ होइन यो सेट। हामीले चाँडा आएको नहुनु मिल्ने रहेछ त है। नहुने ठाउँ हो नि त यो। जान मिल्छ होला नि त। एकदम हामीले चाँडा आउनु रहेछ है। यतानिर चाहिँ स्विमिङ गर्ने ठाउँ हो। अनि हामी चाहिँ अब अलिक ढिलो नआयो किनभने अब
यतातिर नुहाउनु चाहिँ मन लाग्दैन, त्यही भएर यहाँको भ्यूहरू त्यस्तो दामी छ ल। अब यहाँ नुहाउनु त हुन्थ्यो अब, तर कपाल झर्छ कि भनेर अब यसो यता पानी त छिट्यो। हो यतानिर चाहिँ बच्चाहरू खेल्ने रहेछ। यतानिर आशिष भाइ चाहिँ अगाडि सरासर हिँडिरहेको छ। यो पनि फेरि गाडी नै हो, यहाँ चढ्नलाई चाहिँ पैसा लाग्छ। अब किनभने हामी त्यहाँ चढ्ने छैनौँ। ए यो भाइ त डेन्जर छ नि यो। बिल्डिङ दामी छ। अनि यो अगाडि चाहिँ होटल हिल्टन, त्यो होटल। ल अब चाहिँ यतिखेर हामी फर्किँदैछौँ रुमतर्फ। अब किनभने अब हामी जानुपर्ने हुन्छ। अब भोक नि लागिसक्यो, पेटमा एकदम मुसा स्पिडमा कुदिरहेछ। त्यही त हो नि, अघि खाएर आएको अब हिँड्दा हिँड्दै सबै एनर्जी लस भइसक्यो। अहिले टिकटक सिकटक बनाउनु पनि मन लागिरहेको छैन। अनि अहिलेको यहाँको नजाराहरू चाहिँ यस्तो छ, अनि पछाडिको यस्तो। अनि हामी यसरी हिँड्दैछौँ। ल हाम्रो चाहिँ अब डिनर टाइम, हामी खाना खाँदैछौँ। कस्तो लागिरहेको छ? मिठो छ? यो चाहिँ हाम्रो के हो र, खाप्सा होइन? खाप्सा अनि यो भिन्डीको तरकारी, कुखुराको मासु। त्यसपछि हामी आफ्नो दुईजना रेस्टोरेंट में